विपिन जोशी नाम सुन्दा सामान्य लाग्ला, तर त्यो नामसँग जोडिएको थियो हजारौं सपना अनि एउटा देशको लाज। हाम्रो देश त कृषि प्रधान हो नि, म माटोमै भविष्य बनाउँछु दाइ भन्दै पढ्न विदेश गयो। तर फर्कियो प्रमाणपत्र लिएर होइन, बाकसभित्र चुपचाप चिहानको निम्तो लिएर। नेपाल ल्याएर जलाइयो उसको लास, तर उसका सपना ती आज पनि यो माटोभित्र जलिरहेको छ, जसलाई ऊ कहिल्यै धोका दिन चाहेन। सोचेको थियो कृषिले देश बदल्छु, तर देशले उसैलाई बदलिदियो जीवितबाट लासमा। यो देश कृषि प्रधान हो, तर किसान र कृषि पढ्ने युवाहरूलाई कहिले प्राथमिकता दिएन। विपिन जल्यो, तर उसले छोडेको हरेक बिउ आज पनि रोइरहेछ भन्दैछ, माटोको मान राखिदेऊ। विपिन जोशी नाम मात्र होइन, यो देशको विवेक जलिरहेको एउटा चिनो हो। हाम्रो देश माटोमा बाँचेको छ, तर माटोलाई माया गर्नेहरू एक एक गरी मरिरहेका छन्।